माननीय यशोदा कायस्थज्यू यही हुनुहुन्छ त्यहाँ उहाँले निर्वाचन स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बेलामा चुनावी एजेन्डा बनाउनुहुन्छ बिएससी न्युट्रिसनका कुराहरू आजको मितिबाट त्यो चुनावी एजेन्डा नहोस् अर्को चुनाव आउँछ समयमा तपाईँले एजेन्डा चाहिँ कसरी तय गर्नुभयो जबकि विद्यार्थीको स्टेक होल्डर सबैभन्दा प्रमुख होइन तपाईँले मनोमर्जी ढङ्गले विद्यार्थीलाई चाहिँ एकातिर पारेर चाहिँ सबै अहिले पनि म भन्छु तपाईँहरूको सङ्गठनसँग निकट भएका मान्छेलाई हालेर चाहिँ विज्ञापन खोल्नु पर्दैन शिक्षक खोल्दा गोल्ड मेडलिस्ट एउटा मात्र हुन्छ त्यो कुरामा म क्वेसन मार्क गर्न चाहन्छु तपाईँलाई अहिले यहीँनिर दिनु भएन मैले ग्रुप च्याटमा त्यत्रोचोटि भनिसकेँ हाम्रो एजेन्डा तपाईँले कहाँ सुन्नुभयो सदस्य सचिवज्यूले पनि हामीले पहिले ग्रुप च्याटमा पटक मेसेज गर्दा सबैको रिप्लाई दिनुभयो हर्ष पाउँदिनँ भन्नुभयो त्यहाँ हवस् भनेर रिप्लाई दिनुभयो स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित भएको स्टेक होल्डर चाहिँ सबैभन्दा प्रमुख स्टेक होल्डर होइन तपाईँहरू केन्द्रीय प्रविधि क्याम्पस स्थापना विषय बैठक सामाजिक सञ्जालमा लाइभ गर्ने पार्यो म उपरोक्त सम्बन्धमा मिति 2082 साल कार्तिक 15 गते शनिबारको दिन 30औं सञ्चालक समितिको बैठक सहित विभिन्न समयमा हुने कार्यकारी समिति र सञ्चालक समितिको बैठक लाइभ गराउनु हुन विनम्र अनुरोध गर्दछु। यसरी राजकारण के सुरु छ यो अहिलेबाट हामी चाहन्छौँ प्लस हामीलाई चाहिँ धेरै कुरामा चित्त बुझाइ छैन यो सञ्चालक समितिको बैठक तपाईँले रन गर्दै गर्दा र केही कुराहरू म राख्न चाहन्छु। तपाईँहरूलाई मैले हाम्रो सामाजिक सञ्जालमै पनि तपाईँहरूको जुन ग्रुप च्याट छ होइन पहिलो कुरा यहाँ भन्न चाहिँ राख्नु दिउँ अहिले पालो आउँछ यो बैठक लाइभ गरौँ न सुरुमा पहिला चाहिँ यो बैठक लाइभ गरौँ अनि एजेन्डा होइन एकछिन एजेन्डा त तपाईँले एजेन्डा चाहिँ कसरी तय गर्नुभयो जबकि विद्यार्थीको स्टेक होल्डर सबैभन्दा प्रमुख होइन तपाईँले मनोमर्जी ढङ्गले विद्यार्थीलाई चाहिँ एकातिर पारेर चाहिँ सबै एजेन्डाहरू तपाईँको आर्थिक एजेन्डा केही पनि छैन तपाईँ स्वायत्तताको नियमलाई मान्नुहुन्छ कि तपाईँ त्रिभुवन विश्वविद्यालयको रातो किताब मान्नुहुन्छ भन्नुहोस् त तपाईँ स्वायत्ततालाई मान्नुहुन्छ कि त्रिभुवन विश्वविद्यालयको रातो किताबलाई मान्नुहुन्छ यति कुरा तपाईँलाई स्वायत्ततालाई मान्नुहुन्छ भने यहाँबाट भएका सबै कुराहरूमा किन त्रिभुवन विश्वविद्यालय लेख्नु भएको छ त्यहाँनिर भएको रातो किताबलाई मानेर होला नि त तपाईँ एउटा कुरा क्लियर हुनुहोस् कि स्वायत्तता पाएको क्याम्पस भनेर मान्नुहुन्छ कि यो क्याम्पसलाई तपाईँले त्रिभुवन विश्वविद्यालयको अन्तर्गतको क्याम्पस भनेर रातो किताब मान्नुहुन्छ होइन त्रिभुवन विश्वविद्यालय रातो किताबलाई मान्नुहुन्छ कि क्याम्पस भनेको मैले रातो किताब मान्नुहुन्छ कि यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको त्रिभुवन विश्वविद्यालय भित्र स्वायत्त प्राप्त त्रिभुवन विश्वविद्यालय 4 किसिमको छ क्याम्पस स्वायत्त प्राप्त क्याम्पस छन् विकेन्द्रित क्याम्पस तपाईँ स्वायत्तता प्राप्त क्याम्पसमा एउटा कुरा सुन्नुहोस् अलिकति सुन्नुहोस् कार्यकारी समितिबाट तपाईँ धेरै कुरा सबै आफै निर्णय लाग्नुहुन्छ होइन यो विद्यार्थीको कुरा चाहिँ तपाईँ नसुन्ने सञ्चालक समितिको अध्यक्ष भएर हामी 3-4वटा कुरा राख्छौँ एजेन्डा के छ तपाईँको एजेन्डा तपाईँले राख्नै दिनु भएन मैले ग्रुप च्याटमा त्यत्रोचोटि भनिसकेँ हाम्रो एजेन्डा तपाईँले कहाँ सुन्नुभयो सदस्य सचिवज्यूले पनि हामीले मैले ग्रुप च्याटमा पटक मेसेज गर्दा सबैको रिप्लाई दिनुभयो हर्ष पाउँदिनँ भन्नुभयो त्यहाँ हवस् भनेर रिप्लाई दिनुभयो स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित भएको स्टेक होल्डर चाहिँ सबैभन्दा प्रमुख स्टेक होल्डर होइन तपाईँहरू हाम्रो एजेन्डालाई चाहिँ सुन्दै नसुन्ने हामीले विद्यार्थी कुन फोरममा चाहिँ तपाईँले सुन्नु यसले के भन्छ भने सञ्चालक समितिमा पेश हुने सबै एजेन्डाहरू कार्यकारी समितिबाट आउनुपर्छ अनि कार्यकारी समितिको मिटिङमा तपाईँले विद्यार्थीको एजेन्डा राख्नलाई कहाँ ठाउँ दिनुभयो तपाईँहरूले सुन्नुहोस् आमन्त्रित सदस्य कार्यकारी समितिमा आमन्त्रित सदस्य तपाईँले लेखा अधिकृतज्यूलाई बोलाउनुहुन्छ सामान्य प्रशासनको प्रमुख अस्ति भर्खर काठमाडौँमा यहाँ कता हुनुहुन्छ उहाँ पर्नु भएको छ उहाँलाई बोलाउनुहुन्छ आमन्त्रित सदस्य अहिले निकाल्न सक्नुहुन्छ कार्यकारी समितिले गरेको माइन्डमा कतिवटा कुरामा विद्यार्थीले लिएर गएका एड्रेस गर्नुको कुराहरू योभन्दा अघिल्लो सौबीले गरेका ताकेता गरेका कतिवटा कुराहरू तपाईँले एड्रेस गर्नुभयो अब अहिले छलफलमा उठाउनु नि बैठक कतिवटा तपाईँले त सुन्नुहुन्न त सुन्नुहुन्न तपाईँ पटक्कै सुन्नुहुन्न बस्नु भन्नुहुन्छ तपाईँ तपाईँहरू बहुमतमा हुनुहुन्छ म अहिले पनि टाउको गरेर भनिदिन्छु एउटा सुन्नुहोस् न त्यति मात्र कुरा भइरहेछ अहिलेसम्म त्यो छ नि यो हललाई सर उयो गर्नुहोस् त एउटा योसँग आबद्ध छ भन्ने कुरा निक्लेन भने न मलाई भन्नुहोस् त्यस पछाडि म जवाफ दिन्छु हाम्रो विद्यार्थीका कुराहरू चाहिँ भन्दै नभन्नु तपाईँले यति मात्र भन्नुहोस् विद्यार्थीका एजेन्डा तपाईँले राख्नु छ भने अहिले भर्खर के भन्नुभयो थाहा छ तपाईँले कार्यकारी समिति भन्नु जहिले झुलाउनु भएको यही होइन अघिल्लो समितिलाई तपाईँहरूले 2 वर्षसम्म 3 महिना तालाबन्दी भयो कतिवटा कुरा एड्रेस गर्नुभयो कस्ता कुराहरू एड्रेस गर्नुभयो 3 महिना तालाबन्दी हुँदै गर्दा तपाईँ त अनसक्सेसफुल भइसक्नुभयो त यो सिस्टम चलाउने मान्छे अझै योभन्दा बढी के चाहनुहुन्छ तपाईँले विश्वविद्यालय सञ्चालन गरेर एकचोटि एजेन्डाको विषयमा तपाईँले छलफल गर्नुभयो
विद्यार्थीको मार्फतबाट निर्वाचित भएर आएको बढीलाई तपाईँले एकचोटि के छ भनेर उयोसम्म गर्नुभयो। तपाईँहरूले केही पनि एड्रेस नगरेपछि मैले आफै ग्रुप च्याटमा लेखेको छु, त्यो मेसेजको तपाईँहरूले कुनै पनि भ्यालु राख्नु भएन। सुन्नुहोस् स्पष्टसँगले, हामीले म त यति मात्र भनिरहेको छु, विद्यार्थीका कुराहरू कहाँ एड्रेस हो? तपाईँहरूको त्यो एजेन्टको भित्र पनि एजेन्डाभित्र पनि कोटा थप्ने कुराहरू मात्र छन्। कोटा थप्ने अनि पैसा हजम गर्ने मात्र होइन, विद्यार्थीका के अरे पास रेटहरू कति छन् भन्ने कुराको समीक्षा गर्नुभएको छ। अहिलेसम्मको यो बैठक यति उयो समितिको बैठक आउँदासम्म तपाईँले यति मात्र भनिरहेको छु, यो बैठक सुन्नुहोस्, यो बैठक पनि लाइभ हुनुपर्छ। कार्यकारी समितिको बैठक हुन्छ, त्यो बैठक पनि लाइभ हुनुपर्छ। होइन लाइभ होस्, त्यो मिटिङमा तपाईँले के भन्नुभयो? कार्यकारी समितिले जे गरौँ मैले गरेँ भन्नुभयो। तपाईँ पनि के भन्नुभयो? म पनि उयो पेन्डुलम हो, जे गर्छ त्यही हुन्छ भन्नुभयो। कार्यकारी समितिका निर्णयहरू खोइ तपाईँले एकदम बास गरेर चलाइरहनु भएको छ। तपाईँले बास गर्नु भएको छ। हाम्रो तपाईँले यो भन्दै गर्दाखेरि यो किताबमा भएका कतिवटा कुराहरू पुरा गर्नुभयो। कर्मचारीको अभाव, शिक्षकका अभाव, शिक्षक पनि तपाईँहरूले आफ्नो खोजीको मान्छे हाल्नु भएको छ। जुन जबकि गोल्ड मेडलिस्ट, सुन्नुहोस्, गोल्ड मेडलिस्टको नाम लिएर अहिले पनि म भन्छु, तपाईँहरूको सङ्गठनसँग निकट भएका मान्छेलाई हालेर चाहिँ विज्ञापन खोल्नु पर्दैन। शिक्षक खोल्दा गोल्ड मेडलिस्ट एउटा मात्र हुन्छन्। त्यो कुरामा म क्वेसन मार्क गर्न चाहन्छु तपाईँलाई। यहाँ अहिले यहीँनिर प्रश्न चिन्ह त्यहाँ खडा गर्न चाहन्छु। एनएचपिसीका कुरा गर्नुहुन्छ, बिएससी न्युट्रिसन डामाडोल भइसक्यो भने एमएससी न्युट्रिसन ल्याउने, हाम्रा कुराहरू सुन्नु पर्दैन। तपाईँले कोटा थप्ने सिएसआईतिर यसका कुराहरू मात्र थप्ने कुराहरू नीति तथा कार्यक्रममा नआएका कुराहरू म अहिले यहाँ भन्छु। तपाईँको सुन्नु कुरा एजेन्डामा चित्त बुझाइ छैन। एकछिन यो कुरा गर्नुपर्छ त्यति बेला नै कुरा जस्तै आमन्त्रित सदस्यहरू यत्रो मान्छे बोलाउनु भयो। अहिले पनि भन्छु, के को लागि बोलाउनु भयो? साँच्चै ठिक समयका सबै ठिक मान्छेहरू बोलाउनु भएको छ। आमन्त्रित सदस्य तपाईँले मनदेखि मनन गर्नु भएको छ। क्याम्पस विकासको लागि एकचोटि मनदेखि सोच्नु भएको छ। साँच्चै तपाईँ राइट हुनुहुन्छ। तपाईँले आफ्नो कलेजको सुधार्न सक्नु भने के सुधार्नुहुन्छ? तपाईँलाई नैतिकता एउटा कुरो भन्दैछु, तपाईँ यहाँ बैठकमा बस्नुहोस्, आफ्नो के छ बनाएर राख्नुहोस्। हामीले एकदम देखेर ठिकै छ त, नीति तथा कार्यक्रम भनेर आज यो बैठक उयो गर्छौँ। पहिला सुरु गरौँ है, नीति तथा कार्यक्रम सुरु गर्दाखेरि त्यो कुरा नीति तथा कार्यक्रम सुरुमा एजेन्डामै खोज्छ त। एजेन्डा 4-5 वटा हामी भन्छौँ नि त, यति मात्र भन्छौँ। तपाईँहरूले जे गर्नु छ गर्नुहोस्, या प्लेयर निर्णय गर्नुहुन्छ। लेखेर यहाँ भन्ने आएको तपाईँले लेखेर दिएको कतिवटा स्वतन्त्र विद्यार्थी लेखेर दिएको अघिल्लो सोबीले लेखेर दिएका 20वटा कुराहरू निकाल्नुहोस्, तपाईँ निकाल्नुहोस् त। अहिले नै भनिरहेको छु, अघिल्लो सोबीले दिएका, यो सोबी होइन। तपाईँले 6 महिनासम्म पर्खिन्, हेर्नुहोस्। तपाईँले के सुन्नुपर्छ? सुन्नुहोस्, निर्वाचित अङ्गहरूका कुराहरू तपाईँले कहाँसम्म कहिलेसम्म बुझेर चाहिँ तपाईँले एजेन्डामा राख्नुभयो? ठिकै छ भाइ, सुरु भनेको कार्यकारी समितिको अनुमोदन मात्र गर्ने होइन, त्यो होइन, हामी त्यसरी गर्दैनौँ। त्यही त गर्नु भएको छ अहिलेसम्म यति मात्र हुन्छ। अघिल्लो स्वतन्त्र विद्यार्थी युनियनको सभापतिले मुनि निर्णयमा एउटा पनि मिटिङको निर्णयमा हस्ताक्षर गरेको निकाल्नुहोस् न त। हेर्छौँ हामी यहाँनिर म प्रेजेन्स हुनु, फिजिकल्ली पेसादारकारी प्रेजेन्स भएर केही पनि हुँदैन। यो क्याम्पसमा केही पनि परिवर्तन आउँदैन। यहाँ भएका आउनु भ्रष्टाचारका कुराहरू तपाईँको माग भनेको विद्यार्थीका केही मागहरू छन् भने तपाईँले स्पष्ट लेखेर यहाँ होइन। सुन्नुहोस्, अघिल्लो स्वतन्त्र विद्यार्थी युनियनले अघिल्लो कार्य समितिले दिएका त्यो कुराहरू चाहिँ त्यो निकाल्नुहोस् त। यो अहिले बैठकको थपथपाइदिन्छ होइन, सुरुमा यो सञ्चालन हुनुभन्दा अगाडि विद्यार्थीका कुरा त गर्नु परेन। तपाईँले अघिल्लो स्वतन्त्र विद्यार्थी युनियनले राखेको कुराहरू त तपाईँले यहाँ हावामा उडाउनुहुन्छ। तपाईँले एकदम उडाउनु भएको छ। अघिल्लो 3 महिना तालाबन्दी हुँदै गर्दा 3 महिना क्याम्पस तालाबन्दी हुँदै गर्दा के हेर्नु? अघिल्लो स्वतन्त्र विद्यार्थी युनियनले 3 महिना तालाबन्दी गरौँ विभिन्न उयो मागहरू राखेर। त्यही के अरे वडाध्यक्षको रो गर्न खोल्यो, त्यति होइन। क्याम्पसमा पढाइको वातावरण मिलेन भनेर सोबीले बुझेर खोल्यो। अहिले पनि एकदम भन्दैछौँ हामी, यही मात्र भन्छौँ। यही बैठकमा यति मात्र हुन्छ, हामी तालाबन्दी गरेर पनि कुरा गर्दैनौँ होइन। तालाबन्दी यो गर्ने पनि हाम्रो सोच होइन, क्याम्पसमा केही गर्ने पनि होइन। हामी बस तपाईँहरूको यो सिस्टम
चेन्ज भएको हेर्न चाहन्छौँ। यति मात्र तपाईँहरूले गर्नुभएको कुरा एउटा पनि एजेन्डै राख्नु भएको छैन त। हाम्रो एजेन्डा तपाईँले राख्नु छैन क्या। विविध भन्ने एजेन्डा छ त्यहाँनिर। तपाईँले मलाई पत्र पठाउनु भएको पत्र तपाईँसँग छ, यहाँनिर हेर्नुहोस् विविध भन्ने एजेन्डा राख्नु भएको छ। मैले यति मात्र भनेको छु कि विविध भन्ने एजेन्डा राख्नुहोस्। नीतिगत कार्यक्रममा के तपाईँहरूले जहिले पैसा पचाउने मात्र कार्यक्रम गर्ने, त्यही मात्र राख्ने? कुन चाहिँ विद्यार्थीको एउटा विद्यार्थीलाई यहाँबाट तपाईँहरू पारित तार्नु उयो होइन? धेरै कुराहरू छ। सञ्चालन गरौँ, त्यसलाई फेरि आफ्नो उसमा सुरुमै एजेन्डै भित्रै तपाईँले स्वतन्त्र विद्यार्थी युनियनको पुरै राख्नु भएको छ। विद्यार्थीको कुरा राख्नु भएको छैन। जहिले यो भएर त हुँदैन नि त। जहिले यसरी चलेर हुँदैन। बाटा सुन्छौँ त्यो हुँदैन सर। अघिल्लो सोबीले बुझाएको लेटर प्याड झिक्नुहोस् त। यहाँनिर कतिवटा कुराहरू 20वटा 10वटा उयसमा उयो बुझाएको छ यहाँनिर पत्र। 3 महिना तालाबन्दी भएर क्याम्पस अन्यल भएर चाहिँ अन्तिममा खुला छ। त्यो झिक्नुहोस् न सुरु। तपाईँ जिम्मेवार हुनुपर्छ। सुन्नुहोस् न तपाईँको म त अरू होइन। तपाईँ सुन्नै चाहनुहुन्छ। मैले सुने यहाँ सुन्नु तपाईँको कुरा सुन्नु। कार्यकारी समितिले गरेका निर्णयमा आउँछन् नि। त्यसो भने त कार्यकारी समितिको माइनुट झिक्नुहोस् त अहिलेसम्म। अब अहिले त्यो एजेन्डा हुँदैन नि। माइनुट झिक्नुहोस् न। तपाईँ माइनुटै झिक्नु। अघिल्लो सोबीले पनि यही बात गरे होइन र सर सुन्नुहोस्। अघिल्लो सोबीले पनि कार्यकारीले निर्णय के गरेछ होइन। हामी यो पत्रमा यो यस्तो सुन्नुहोस् है, यो खिस्सामा हामी हेर्न चाहँदैनौँ। बकाइदा माइनुट के लेखियो, कसलाई आमन्त्रित सदस्य बोलाइयो, विद्यार्थीका त्यहाँ भोइसहरू कति भए, 6 महिनासम्म म इलेक्टेड भएको 6 महिना भइसक्दा एजेन्डा यहाँ छ। ल हेर्नुहोस् सुन्नुहोस्, त्यो एजेन्डा त्यो त्यहाँनिर हेर होइन। कार्यकारी समितिको माइनुट झिक्नुहोस् कुरा गर्नु। कार्यकारी समिति त्यसमा प्रवेश गर्छौँ हामी। कार्यकारी समितिले कार्यकारी समितिको निर्णय अहिलेसम्म निर्णय हो त्यहाँले पुगेपछि सबै प्रोग्राम छ त्यहाँ। कमसेकम प्रक्रियामा त प्रक्रिया एजेन्डामा हाम्रै कुरा राख्नु भएन त। यहाँ त्यो होइन नि। कार्यकारी समितिको एउटा कुरा हो, विद्यार्थीका कुराहरू कति छ त्यो भन्नु त। कतिवटा छ लेखेर दिनु छैन। तपाईँले अघिल्लो सोबीले लेखेर दिएको छ त्यो पत्र। तपाईँहरू चाहिँ नदेखाउने किन? म लेख्दिनँ अहिले लेखिँदैन। किनकि तपाईँले अघिल्लो सोबीकै कुरा अहिलेसम्म सुन्नु भएन। उनले 2 वर्ष कार्यकाल चलाएर हिँडिसक्यो। यो त म त बिहान त आउने हेर्ने ताली बजाउने तपाईँहरू हामी नभए फरक भनेर सोच्नु भएको छ। तर त्यसो होइन। अबको एउटाबाट भएका निर्णयहरूदेखि लिएर सबै कुराहरू पारदर्शी हुनुपर्छ। तपाईँहरूले गरेका तपाईँहरूका एक घोटालाका फाइलहरू यहाँनिर सुन्नु। यो बैठकमा बस्ने हैसियत त कतिजनालाई छैन। यो बैठकमा रहन सक्ने अधिकार सुन्नुहोस् न पाउनु होइन। अख्तियारले भर्खर छानबिन गर्दै गरेको मान्छेमा क्याम्पस प्रशासनले साक्षी के अरे गलत साक्षीलाई उभ्याएको छ त्यहाँनिर। त्यो एउटा भयो। अहिले म लेखा अधिकृतज्यूलाई प्रश्न गर्न चाहन्छु, तपाईँले ट्याक्स क्लियरेन्सको सबै शिक्षक र कर्मचारीले वार्षिक ट्याक्स क्लियरेन्सको विवरण दिनुभएको छ? ट्याक्स क्लियरेन्सको वार्षिक विवरण तपाईँले दिनै हुन्न। तपाईँले सरकारले दिने भन्नुहुन्छ, कहाँ भन्नुहुन्छ? तपाईँको प्रशासनिक खर्च सुन्नुहोस्, शिक्षक र कर्मचारीको बेरोजु उठ्छन् अहिले पनि भन्छु। तर सामानहरू खरिद गर्दाखेरि कहिले पनि बेरोजु उठ्दैन। त्यत्रो करोडका उयो हुन्छ। यति मात्र भन्नुहोस् क्या। युजिसीबाट अहिले पनि म मौखिक रूपमा एकदम यो भिडियो हुनुपर्छ एकदम उयो छ। युजिसी क्युए तथा विभिन्न दात्री निकायबाट आएका उयो रकमहरू कति आए त्यो स्वायत्ततामा गइसके पछाडि त्यो सबैको विवरण उपलब्ध गराउनुपर्छ। तपाईँहरूले कहाँ कहाँ फिक्स डिपोजिटमा राखेर कहाँ उयो गर्नुभयो? जस्तै किन ट्याक्स क्लियरेन्सको कुरा गरेर थाहा छ? यो कर चाहिँ म तिर्नुभयो कि भएन त सम्बन्धित निकायमा भन्ने कुरा हो नि त। यो ट्याक्स क्लियरेन्सको एउटा कुरा हो। म अर्कोले दिन्छ होइन क्या, तपाईँ हो जिम्मेवार। आज बेरोजुका कुराहरू मात्र गर्नुपर्ने हामीले। तपाईँहरूको बिटेकमा बेरोजु उठ्यो, विद्यार्थी म स्वतन्त्र विद्यार्थी युनियनको सभापति भइसके पछाडि होस्टेलको इन्टरभ्यू, गरिब तथा जेएनआर छात्रवृत्तिको इन्टरभ्यू र तपाईँहरूको बेरोजुलाई समाधान गर्ने समितिमा बाहेक कहाँ चाहिँ राख्नुभयो? कहाँ चाहिँ विद्यार्थीको कुराहरू गर्नुभयो? अहिले पनि म भन्छु परीक्षा जस्तो संवेदनशील कुरा केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारबाट 2-3चोटि सरेर महेन्द्र क्याम्पस जाँदै गर्दा एकचोटि प्रश्नपत्र आउनुभयो, अर्कोचोटि उत्तर पुस्तिका सिलबन्दी नगरिएको भनेर बकाइदा तत्कालीन डिएसपीले आएर छापा मारेर चाहिँ सबैजनाको अगाडिबाट चाहिँ लिएर जाँदै गर्दाखेरि त्यो कुराहरूको तपाईँहरूले किन गम्भीर समीक्षा गर्नु भएन? अहिले पनि त्यो कुरा त्रिभुवन विश्वविद्यालयमा रहिरहेको होला। जस्तै विद्यार्थीहरूलाई चाहिँ तपाईँहरूले चाहिँ आय आर्जनको स्रोत बनाउने, तपाईँहरूको सीमित समिति राखेर आय आर्जनको स्रोत मात्र बनाउने, अनि विद्यार्थीहरूले चाहिँ केही हिस्सा लिन नपाउने भन्ने तपाईँहरूको जुन मानसिकता छ त्यो मानसिकताबाट माथि उठ्नुपर्छ। र तपाईँहरूको म त घोर आपत्ति केमा गर्छु भने यो जुन समिति तपाईँहरूको छ त्यो समिति
एकदम फेरिएन भने यो भ्रष्टाचारका फाइलहरू म सोभि सभापति होइन क्या, अनेकौँ हजारौँ सोभि सभापतिहरू फेरिँदै गर्दाखेरि पनि त्यो फेरिँदैन। नीतिगत भ्रष्टाचार यो केन्द्रीय प्रविधि क्याम्पसमा धेरै छन्। यति भन्छु, आजको बैठकबाट तपाईँहरूले बहुमतले यो निर्णय पारित गर्नुहुन्छ होला होइन। अहिले पनि म हात जोडेर यहाँ भन्छु, बहुमतले पारित गर्नुहुन्छ होला। आमन्त्रित सदस्यले तपाईँले 52% मान्छे बोलाउनु भएको छ। जबकि आमन्त्रित सदस्य बोलाउँदाखेरि त विज्ञ जो सबै कुरा छनौट गरेर बोलाउने होला नि त, सबै कुरा उयो गर्ने होला नि त। यति मात्र चाहन्छौँ, बैठक पारदर्शिता हुनुपर्छ। आज पेशलराज कार्की स्वतन्त्र विद्यार्थी युनियनको एकल मान्छे आज यहाँनिर बैठकमा होला, तर हामीले निर्वाचित भएर आएको भनेको एकल होइन। तपाईँहरू नीतिगत रूपमा अगाडि हुनुहुन्छ होला, तर हाम्रो आवाजहरू जति कुण्ठित गर्न खोज्नुहुन्छ, जति तपाईँहरूलाई जुन हाम्रो आवाजहरू विद्रोहका आवाजहरू जति गुन्जिन दिनुहुन्न, त्यति नै जति खुम्चाएर राख्नुहुन्छ, अघिल्लो सोभि सभापतिले गरेका कामहरू पुरा गर्नुहोस् भन्छु सर्वप्रथम त। र सुन्नुहोस्, आज यो बैठकबाट तपाईँहरूले निर्णय लादेर पेले पनि जेसुकै गरे पनि अहिले पनि म भन्दैछु, एजेन्डा उपरै तपाईँहरूले हाम्रो कुरा राख्नु भएन। आज यो स्वतन्त्र विद्यार्थी युनियनले हारे पनि, तपाईँहरूको प्रशासनले जिते पनि केन्द्रीय प्रविधि क्याम्पस छापी जितिरहनुपर्छ। हामीलाई केटाकेटी भनेर तपाईँहरूले पाखा लाउनु होला। म त अन्डर 28 को मान्छे, सायद त्यो पनि होला एउटा तपाईँहरूको मानसिकता। बाबापन केटाकेटी अवताको फाइदा उठाउनु होला। एकदम अहिलेसम्म स्वतन्त्र विद्यार्थी युनियनको कुनै पनि भोइस सुनिएको छैन। र निर्वाचनको बेलामा एनएचपिसीका कुराहरू उठाउनुहुन्छ, माननीय यशोदा कायस्थजी यहीँ हुनुहुन्छ, त्यहाँ उहाँले निर्वाचन स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बेलामा चुनावी एजेन्डा बनाउनुहुन्छ बिएससी न्युट्रिसनका कुराहरू। आजको मितिबाट त चुनावी एजेन्डा नहोस्, अर्को चुनाव आउँछसम्ममा एनएचपिसीमा दर्ता होस्, नेपाल प्रोफेसनल काउन्सिलमा दर्ता होस्। त्यस्ता कुराहरू विद्यार्थीका अनेकौँ समस्याहरू छन्। तपाईँहरूले गर्नुभएका भ्रष्टाचारको फाइलहरू अनेकौँ छन्, खोल्नै पर्ने हुन्छ। अर्को भनेको कर्मचारी र प्राध्यापकको अभाव हुँदा तपाईँहरूको आफ्ना मान्छे ल्याउनको लागि चाहिँ तपाईँहरू अनेक चोर बाटो र झ्यालको माध्यम प्रयोग गर्नुहुन्छ भने खुला प्रतिस्पर्धाको माध्यम अहिलेसम्म खुल्नु भएको छैन। र अर्को भनेको तपाईँहरूलाई सरसफाइ गर्नै पर्छ। वार्षिक ट्याक्स क्लियरेन्सदेखि लिएर स्वास्थ्य बिमाको कुरा अघिल्लो सोभीले पनि उठाएको थियो, खरिद बिक्रीदेखि लिएर तपाईँहरूको अनेक कुराहरू छन्। एकदम तपाईँहरूले स्पेस दिनुभयो भने अर्को समितिको बैठकमा एजेन्डा राखेर कार्यकारी समितिबाट यहाँ आउनु पर्दो रहेछ। मेरो आँखा खोलिदिनु भयो। मलाई त एकदम सिकाउने मान्छे कोही पनि हुनुहुन्न थियो। एकदम धेरै धेरै धन्यवाद। एकदम हवस्, एकदम यो बैठक यही बहिष्कार गर्दै निक्लेको घोषणा गर्दैछु। निर्वाचित बढी हो नि, यहाँ कस्तो हुन्छ भने प्राध्यापक सङ्घ हुन्छ यहाँनिर एउटा होइन, अर्को भनेको कर्मचारी सङ्घ हुन्छ यहाँनिर एउटा, निर्वाचित बढी भनेको अर्को भनेको स्वतन्त्र विद्यार्थी युनियन हुन्छ। जस्तै उहाँहरूले चाहिँ कस्तो गर्नुहुन्छ भने विद्यार्थीलाई चाहिँ दुनो गाई बनाउनुहुन्छ, पैसा लुट्नुहुन्छ। किनकि उहाँहरूको एजेन्डा त भित्र हेर्दा हुन्छ, विद्यार्थीको कोटा थप्ने बाहेकको अरू कुनै पनि एजेन्डा छैन उहाँहरूको। यो छ घरि त्रिभुवन विश्वविद्यालयको नियम मान्छौँ भन्नुहुन्छ, घरि स्वायत्तताको नियम मान्छौँ भन्नुहुन्छ उहाँले। एउटा कुरा त क्लियर हुनु पर्यो नि त। जस्तै स्वायत्तताको नियम मान्दै गर्दा यहाँ शिक्षक र कर्मचारीको चरम अभाव छ यहाँनिर। एउटा पहिलो कुरा, विद्यार्थीहरूले ल्याबवर्क गर्न पाएनन्, केमिकलको अभाव छ। स्वायत्तताको नियममा जाने भने त केमिकल खरिद तत्काल गर्नुपर्ने हो, ल्याबमा चाहिएका इक्विपमेन्टहरू तत्काल खरिद गरेर ल्याएर चाहिँ विद्यार्थीहरूलाई चाहिँ सहज वातावरण बनाउनु पर्ने हो। तर उहाँहरू चाहिँ आफ्नै मात्र मनोमर्जीका कुराहरू गर्नुहुन्छ। र सञ्चालक समितिको त्यो आमन्त्रित सदस्यमा त्यो रातो भवन प्रशासनिक भवनभित्र गएर बिल मिलाउने मान्छे बाहेक कोही पनि बोलाउनु भएको छैन। आमन्त्रित सदस्य भनेको कस्तो मान्छेलाई बोलाइन्छ त? जस्तै हाम्रो एउटा विश्वविद्यालयका आङ्गिक क्याम्पस जसले स्वायत्तता पाएको छ, यो क्याम्पसको हालत यस्तो छ भने अरू क्याम्पसको हालतहरू के होला नि त? जान्न चाहेको हामी विद्यार्थी लेभलबाटै यो समयबाट यो एकजना प्राज्ञिक व्यक्ति, प्राध्यापक, डक्टर जस्तो मान्छेहरू नै यो कुरामा मुसिनुहुन्छ होइन। नजानिदो तरिकाले नीतिगत रूपमा चाहिँ उहाँहरू भ्रष्टाचारमा ठेलिरहनु भएको छ भने हामीले चाहिँ यो जनताहरूबाट चाहिँ के अपेक्षा गर्ने त? सुरुमा शिक्षण क्षेत्रै चाहिँ अलिकति सुधारिनुपर्छ, अनि मात्र राष्ट्रको चेतना चाहिँ अलिकति अगाडि बढ्छ त। शिक्षा क्षेत्रमा यत्रो बर्मलुट भएर चाहिँ एजेन्डा राख्नुहोस् भनेर कति दिन अगाडि भन्दै गर्दाखेरि पनि उहाँहरूले हाम्रो भोइस केही पनि सुन्नुहुन्न। अघिल्लो सोभि सभापतिले बुझाउनु भएको जुन 10 बुँदे माग छ, त्यो माग पनि माग मात्र त्यत्तिकै रह्यो। अघिल्लो सोभि सभापतिले नि धेरै कुरा बुझाइसक्नु भएको छ उहाँले, तर त्यो कुराहरू केही पनि उहाँहरूले अनुमोदन गर्ने पक्षमा हुनुहुन्न। सबै एकदम जसरी हुन्छ मिलाएर घुमाएर हुन्छ। एकदम अर्को कुरा पनि म के भन्न चाहन्छु भने उहाँले आफ्नो कलेज जस्तै 2टा क्याम्पसमा खुट्टा राखिरहनु भएको छ। अहिले त राजीनामा दिएर छोरालाई दिनुभयो अरे उहाँले नास्ट कलेज। यहाँनिरको सञ्चालक समितिको अध्यक्षको त म राजीनामा माग्न चाहन्छु। उहाँहरूको यो फोरी सिस्टमबाट यो चल्दैन। नास्ट कलेजको पनि उहाँ स्टेक होल्डर
अनि हात्तीसार क्याम्पसको नि स्टेक होल्डर। अनि कसरी चल्छ त? खाद्य प्रविधिको सेन्ट्रल क्याम्पसको सञ्चालक समितिको अध्यक्ष जस्तो मान्छेले त्यस्तो गरिसके पछाडि, बर्मलुट गरे पछाडि प्राइभेटतिर पनि खुट्टा राख्ने, सरकारी निकायमा पनि खुट्टा राख्ने त। जस्तै ट्याक्स क्लियरेन्सको कुराहरू गर्दै गर्दा सरकारले दिएन भन्नुहुन्छ, त्यो त यहाँनिरको लेखा अधिकृतले चाहिँ त्यो ल्याएर दिनुपर्ने हो कि होइन त? यो कर्मचारीको वार्षिक रूपमा ट्याक्स क्लियरेन्स तपाईँको यति तिर्नुभयो भन्ने बित्तिकै यो क्याम्पसको आय व्यय त त्यत्तिकै निक्लिन्छ नि छर्लङ्ग, कति ट्याक्स तिरेको छ भन्ने बढी निक्लिन्छ। तर उहाँहरू जहिले पनि चोर बाटो मात्र अप्नाउनुहुन्छ। एकदम कि यो केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार बनाउन लाग्नुहुन्छ भने यहाँनिरका पदाधिकारी लेभलका मान्छेहरू यहीँनिर मात्र बस्नुपर्छ, रहनुपर्छ, होइन भने एकचोटि क्याम्पस प्रमुखबाट राजीनामा पनि दिने, अनि फेरि सञ्चालक समितिको अध्यक्ष बन्न टुप्लुक्क आइपुग्ने, अनि उहाँको सिस्टममा चलेन भने केन्द्रीय प्रविधि क्याम्पसमा चाहिँ खाद्य प्रविधि र न्युट्रिसनको त सेन्ट्रल क्याम्पस हो। त्यो सेन्ट्रल क्याम्पसभित्रै यस्तो बर्मल लुट छ, उहाँहरूले जे चाहँदा जे मनमर्जी गर्नुहुन्छ। अन्य कुराहरू त एकदम यो कुराहरू त तपाईँहरूले आफै खोज गर्नुभयो भने देखिन्छ। यति मात्र हो, राष्ट्र बनाउनको लागि आफ्नो एकदम यो कलेज आफ्नो विश्वविद्यालय आफू पढ्ने कलेजहरू चाहिँ सुधार्नको लागि सम्पूर्ण विद्यार्थीहरूलाई राष्ट्र देशव्यापीबाट आह्वान गर्न चाहन्छु। सम्पूर्ण नेपाली आमा दाजुभाइ दिदीबहिनीहरूलाई पनि आफ्नो छोराछोरी पढ्ने क्याम्पस सुध्रियो भने न तपाईँहरूको छोराछोरीले चाहिँ राम्रो शिक्षा पाउनुहुनेछ। अनि एकदम सबैलाई आह्वान हो, यो केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार स्वायत्ततामा भए पनि यो क्याम्पसलाई चाहिँ एकचोटि सरसफाइको जरुरत छ। विभिन्न कुराहरूले यो क्याम्पस पिछडिएको छ, हिजोको दिनभन्दा आज झन्झन खस्कदो अवस्थामा छ। त्यही भएर यति भन्दै क्याम्पस सुधार्न सबै लागौँ। हवस् त, धन्यवाद।